मानव शरीरभित्र लुकेको एउटा रहस्यमय संसारको यस रोचक प्रस्तुतिमा स्वागत छ। मानिसलाई जीवित राख्ने यी अनगिन्ती सूक्ष्म जीवहरूको अचम्मको संख्या ट्रिलियनौंमा हुन्छ। साँच्चै अद्भुत। ब्याक्टेरिया र भाइरस जस्ता सूक्ष्म जीवहरूको यो विशाल संग्रह नै माइक्रोबायोम हो। यसले शरीरलाई जीवन्त इकोसिस्टम बनाउँछ। जङ्गलको इकोसिस्टम जस्तै मानव शरीर पनि एक समृद्ध र निकै जटिल ग्रह जसरी नै काम गर्छ। सबैभन्दा रोचक कुरा, यी सूक्ष्म जीवहरूको मुख्य केन्द्र अर्थात् सबैभन्दा ठूलो समुदाय हाम्रो ठूलो आन्द्रामा बस्छ। यी साना बासिन्दाहरूले खाना पचाउने, भिटामिन बनाउने र बडीगार्ड जस्तै सुरक्षा दिने अति आवश्यक काम गर्छन्। महत्त्वपूर्ण कुरा त के भने, कुन कुरा खतरनाक हो र कुन सुरक्षित भनेर यिनैले प्रतिरक्षा प्रणालीलाई तालिम दिन्छन्। यसले पेट र मस्तिष्क बीच एउटा निरन्तर सञ्चार प्रणाली नै निर्माण गर्छ, जसले मोड र तनाव नियन्त्रण गर्छ। अचम्म लाग्न सक्छ, यिनले सेरोटोनिन जस्ता खुसी बढाउने रसायनहरू उत्पादन गरेर हाम्रो भावनालाई सिधै प्रभाव पार्छन्। फाइबर र फलफुलले यो इकोसिस्टम बलियो बनाउँछन्, तर प्रशोधित खानेकुरा र कडा एन्टिबायोटिकले यसलाई नराम्ररी बिगार्छन्। एन्टिबायोटिकले खराब कीटाणु त मार्छ, तर सहयोगी ब्याक्टेरिया पनि नष्ट गर्ने हुनाले इकोसिस्टमलाई फेरि तङ्ग्रिन समय लाग्छ। जन्मिएकै क्षणदेखि खानपान र वातावरणले गर्दा हरेक व्यक्तिको यो माइक्रोबियल इकोसिस्टम औँठा छाप जस्तै एकदमै अद्वितीय हुन्छ। वैज्ञानिकहरूका अनुसार शरीरमा हुने मानव कोष र सूक्ष्मजीवको कोषहरूको सङ्ख्या झण्डै आधा अर्थात् 50-50% हुन्छ। अन्त्यमा एउटा गहिरो प्रश्न, यदि हाम्रो शरीर आधा सूक्ष्म इकोसिस्टम हो भने वास्तवमा मानव हुनुको अर्थ के हो त?